जाग्रा हुँदै पनि जानु चाहिँ गइन्छ रिया तर अलिकति ढिलो हुन्छ त्यही भएर म चाहिँ यता अर्को बाटो जाँदैछु अब यो बाटो चाहिँ कहाँ छिर्छ तपाईँहरू भन्नुहुन्छ भने उता मिसल गुवाया भन्ने ठाउँतिर छिर्छ ठ्याक्कै मक्का रोड यस्तै छ साथीहरू अब यो रोडबाट अब म मासबाट जानु चाहिँ जाँदा त हुन्थ्यो तर मेरो चाहिँ अहिले गाडीमा तेल चाहिँ लगभग 150 किलोमिटर चल्ने मात्रै छ अब रिया त 150 किलोमिटर त छैन धेरै छ 150 किलोमिटर भन्दा धेरै छ त्यही भएर ऊ 106 किलोमिटर छ अगाडि गुवाया भन्ने ठाउँ गुवाया भन्ने ठाउँमा चाहिँ गएर तेल फुल भरेर पनि जानुपर्छ फेरि त्यस्तो छ है गाइजहरू